जन्मभूमि हाम्रै हो, यो जन्मभूमि हाम्रै हो, यो जन्मभूमि हाम्रै हो, यो जन्मभूमि हाम्रै हो। यो देशमा हुर्क्यौं, यो देशमै जन्म्यौं, यो देशमै बाँचौँला। यो देशमा जन्म्यौं, यो देशमै हुर्क्यौं, यही देशमा बाँचौँला। नेपाली आमाको इच्छा पुराई खुसी भई हाँसौँला। यो जन्मभूमि हाम्रै हो, यो जन्मभूमि हाम्रै हो। धन्यवाद। नमस्कार, मेरो नाम क्षेत्रबहादुर नेपाली। मेरो जन्म गाउँ भनेको स्याङ्जा टक्सर भन्ने पर्छ। त्यहाँबाट टक्सर जिल्लाबाट अनि म सरुवा 2055 सालमा पोखरा आइपुगेको थिएँ सर। पोखरामा छोरेपाटन भन्ने ठाउँमा म त्यहीँ बस्दै आइरहेको छु। अहिले 35 वर्ष भइसक्यो। म यहीँको थाई बासिन्दा भएँ र डाके कला मन्दिरमा मेरो साङ्गीतिक यात्रा सुरु भएको डाके कला मन्दिरबाट। पहिला बगरमा थियो डाके कला मन्दिर, पछि यहाँ चिप्लेढुङ्गा सरेको हो। त्यहाँबाट मैले विभिन्न होटलहरूमा, पोखराका यी 5 स्टार होटलहरू, सबै होटलहरूमा मैले मेरो साङ्गीतिक कार्यक्रमहरू मैले गरिसकेको छु। मेरो पुर्ख्यौली पेसा भनेको पञ्चेबाजा। पञ्चेबाजापछि मैले बाँसुरी बजाउन सुरु गरेँ। बाँसुरी बजाउँदा बजाउँदा फेरि मादल बजाउन, मादलतिर पनि लागेँ। मादल अनि हार्मोनियम, त्यस्तै गरी सारङ्गी, त्यता पनि म साथीहरूसँग मिलेर, साथीहरूले बजाएको ठाउँमा बसेर उहाँहरूसँग मैले आफूले बजाउने मौका पनि पाएँ। अनि त्यसपछि म धेरै ठाउँहरूमा अब जस्तै पञ्चेबाजाको ग्रुप पनि बनाएँ। अनि अहिले हाल पनि म पञ्चेबाजा यो छिन्नाडा 8 नम्बर चौधमा छिन्नाडाको चाहिँ समूहसँग मिलेर, यो हाम्रो चाहिँ पोखराकै उत्कृष्ट टप बाजामा आउँछ छिन्नाडाको पञ्चेबाजा, त्यहाँ चाहिँ आबद्ध छु म। र हिमाली सांस्कृतिक परिवारको आजीवन सदस्य पनि मैले पाइसकेको छु। मैले हिमाली सांस्कृतिक परिवारमा 2071 सालमा हिमाली सांस्कृतिक परिवारमा आबद्ध भएर फेरि त्यहाँ पनि मैले पञ्चेबाजाको तालिम दिएँ। त्यहाँ पनि साथीहरूलाई, हिमाली सांस्कृतिक परिवारका भाइहरूलाई मैले त्यहाँ पनि तालिम दिएर हामी धेरै ठाउँमा, जस्तै राष्ट्रिय नाचघर, भिरगुटी मण्डप, महेन्द्र पुलिस क्लब, चर्चित ठाउँहरू नेपालकै अब सिक्लेस भनौँ, मनाङ मुस्ताङ, धेरै ठाउँमा जिल्लाहरूमा पनि घुमफिर गरियो यही साङ्गीतिक यात्रामा। र त्यसपछि फेरि त्यहाँबाट हिमाली सांस्कृतिक परिवारबाट फेरि त्यहाँ आबद्ध फेरि राष्ट्रिय जनसांस्कृतिक मञ्च, हाम्रो पदमराज ढकाल सर हुनुहुन्छ, उहाँ भाइस प्रिन्सिपल ग्लोबल स्कुलको, उहाँ मार्फतबाट उहाँको टिममा हामी सुर्खेत जिल्ला त्यस्तै 30-33वटा जिल्लाहरूको कम्पिटिसनमा हामी गएका थियौँ। त्यतिखेर नै हामी उत्कृष्ट, कास्की जिल्लाको उत्कृष्ट फर्स्ट भएर हामी आएका थियौँ। यो पनि त्यही 60-61 सालतिरको कुरा हो। त्यसपछि यो राष्ट्रिय जनसांस्कृतिक मञ्चको चाहिँ कलाकार सदस्य पनि हुँ म। पिएन क्याम्पसमा कार्यक्रम हुन्थ्यो, पिएन क्याम्पसतिर नै जान लाग्यो। त्यस पछाडि अनि यो क्षेत्रीय प्रसारण रेडियोमा साथीहरूसँग परिचित हुँदै गएपछि क्षेत्रीय प्रसारण कार्यक्रममा शुक्रबारको कार्यक्रममा, देउराली कार्यक्रममा त्यहाँ पनि काम गरियो। त्यस पछाडि अनि फेरि म यो रोजगार प्रवर्धन केन्द्रले फेरि मलाई चाहिँ बाजा सिकाउने अवसर दिनुभयो। उहाँहरूले मलाई धेरै ठाउँमा देखिसक्नु भएको छ। अनि त्यो देखेपछि मलाई बोलाउनु भयो र मैले धेरै वडाहरूमा सिकाइसकेको छु। मैले सुरुमा 14 नम्बर वडाबाट सुरु गरेको सिकाउनलाई तालिममा तीन टोली आमा समूहलाई मादल तालिम गराएँ। फेरि महिला समूहलाई नै फेरि पञ्चेबाजा तालिम दिएँ। त्यस पछाडि गर्दा म फेरि 10 नम्बर वडामा आइपुगेँ। 10 नम्बरबाट 23 नम्बर, 21 नम्बर, हाल 22 नम्बर मादल
त्यहाँबाट बाजाको तालिमहरू गर्दै आएँ। अनि अहिले म स्कुलहरूमा पनि बोर्डिङ स्कुलहरूमा काशी मोड नाइट बोर्डिङ स्कुलमा पनि मैले पञ्चे बाजा त्यहाँ तालिम गराएको थिएँ। उहाँ आफ्नै बाजा थियो स्कुलको। त्यस पछाडिबाट फेरि म तपाईँको अहिले हाल कार्यरत कान्तिपुर एकाडेमी बोर्डिङ स्कुलमा त्यहाँ म सङ्गीत क्लास लिन्छु। हप्ताको शुक्रबार एक दिन, हप्ताको एक दिन शुक्रबार। अरू कार्यक्रम पर्दा पनि जानुपर्छ। त्यसपछि विभिन्न सङ्घ संस्थाहरूमा, आमा समूहहरूमा, कुनै व्यक्तिमा अब समूहमा पनि बोलाउनुहुन्छ, म जान्छु। उहाँहरूले जुन इच्छा अनुसार आफ्नो बाजा कुन बजाउन इच्छा गर्नुहुन्छ त्यही बाजाहरू म सिकाउँछु। सारङ्गी, बाँसुरी, मादल, हार्मोनियम, म केही गीतहरू पनि अब यस्तै देशभक्ति गीतहरू पनि अलिअलि सिकाउँछु, गाउँछु पनि आफूले। त्यही गरिरहेको छु सर। नमस्कार, म दिनेश बराल, पर्यटन व्यवसाय तथा वडा युवा परिषद पोखरा महानगरपालिका वडा नम्बर 22 तथा कालीमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अध्यक्ष। हामीले अहिले असोज 29 गतेबाट निःशुल्क मादल बजाउने तालिम दिइरहेका छौँ। यसको आयोजना नगर युवा परिषद, वडा युवा परिषद तथा कालीमाटी शान्ति स्तूपा टोल विकास संस्थाले संयुक्त आयोजनामा गरिरहेका छौँ। यसमा अहिले हाल 20 जना सहभागीहरू हुनुहुन्छ र हामीले वडाभरिबाट विभिन्न टोल विकास आमा समूहबाट छनौट गरी हामीले वडा स्तरीय रूपमै हामीले यस कार्यक्रम सञ्चालन गरिरहेका छौँ। म एउटा वडा युवा परिषद तथा नगर युवा परिषदको सदस्य भएको हुनाले हामीले दसैँको बेलामा चाहिँ निःशुल्क माला बोलाउने तालिम पनि 60 जना 70 जना सहभागीलाई दिइसकेका छौँ। र हामीले योभन्दा पहिला पनि हामीले मादल बजाउने तालिम भनेर हामीले वडामा दिने भनेर तयारी गरिरहेका थियौँ। देशको विषम परिस्थितिका कारण हामीले यो तालिम स्थगित गरेका थियौँ। यो तालिम चाहिँ अहिले तिहारको उपलक्ष्यमा, तिहार नजिकै आउँदा दिँदाखेरि अझै उपयुक्त होला भनेर हामीले छिटो नै एकदम छिटो समयमा निर्णय गरेर केही सहयोग मात्रै नगर युवा परिषदबाट हुने गरेर बाँकी खर्च चाहिँ हामीले टोल विकास संस्थाले पनि बेहोर्ने हिसाबले चाहिँ यो तालिम सञ्चालन गरिरहेका छौँ। यो हामीले वडा युवा परिषदले किन तालिम, नगर युवा परिषदले किन तालिम गर्यो मादल तालिम भन्ने क्वेसन पनि आउन सक्छ। हामीले पोखरा महानगरपालिकालाई नेचर, कल्चर र एडभेन्चरको सिटी भन्दै गर्दाखेरि अहिले युवा पुस्तामा चाहिँ यो संस्कृति चाहिँ अलि युवा पुस्ताले बिर्सिँदै गएको हो कि भन्ने हामीलाई लागिरहेको थियो। यो संस्कृति हामीले जोगाउनुपर्छ। यो हाम्रो यो मादल बजाउने यो हाम्रो विभिन्न बाजाहरू बजाउने हाम्रो यी संस्कृति छन्, यिनलाई हामीले भुल्न हुन्न। यसलाई थप जोगाउनको लागि, संरक्षण गर्नको लागि र आमा समूह र भर्खरका युवा युवतीलाई लक्षित गरेर हामीले यो तालिम सञ्चालन गरेका हौँ। हाम्रो तालिममा चाहिँ अहिले मिडल एज 40 वर्ष नकटिसकेको एकजना चाहिँ हाम्रो सहभागी, 1-2 जना सहभागी चाहिँ हामीले एकदम इच्छुक हुनुभयो। उहाँहरूले अलिकति पहिल्यै पनि तालिम मादल बजाउन जानिसक्नु भएको थियो। त्यसैले हामीले उहाँलाई सहयोगी रूपमा चाहिँ लिएका हौँ र हामीले मुख्य गरी अहिले चाहिँ हाम्रो 30 वर्ष 25 वर्षको भर्खरको 18 वर्षको अलि हुनुहुन्न, 18 वर्ष 20 वर्षको अलि हुनुहुन्न, 20 वर्षबाट माथिकै 40 वर्षभन्दा मुनिकै हाम्रो धेरै सहभागीहरू हुनुहुन्छ। एक हाम्रो कल्चर नै संरक्षण भयो। दोस्रो चाहिँ हाम्रो भर्खरका युवा युवतीहरू आमा समूहमा जोडिनु भएको छ। अहिले आमा समूहहरूको आम्दानीको स्रोत नै भनेकै भजन कीर्तन, रतौरी होइन, बिहामा रतौरी खेल्ने, अनि उहाँले रतौरी खेले बापत केही सहयोग प्राप्त हुन्छ। त्यो सहयोग प्राप्तले समाजमा योगदान गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ। एउटा आम्दानीको स्रोत पनि हुने हुँदा यसलाई चाहिँ हामीले
अब मैले यहाँ म्याडमलाई भनेको थिएँ पहिला उहाँले सुन्नुहुन्छ अनि पापा हुन्छ है पापा सुन्नु नबजाउनु है एकछिन है नबजाउनु है म्याडम सुन्नु है पहिला हामी चाहिँ यो गर्थ्यौँ नि